हेलो साथीहरू, मैले चाहिँ आज के बनाएको छु भने मैले चाहिँ आज चिला बनाएको छु। यो चाहिँ के को बनाएको भने चामलको पिठो अनि त्यसपछि चामल पिसेर अनि मुङ दालको है त एकदम मिठो क्रिस्पी बनेको छ है साथीहरू। हेर्नु होला, हजुरहरूले पनि बनाएर खान सक्नुहुन्छ। अनि बच्चाहरूको लागि त बेस्ट हो यो, टिफिनमा पनि लगाइदिन सक्नुहुन्छ है त। मैले चाहिँ यसरी यस्तो प्युरी बनाएको छु, यसरी बनाएको है त। हेर्नु होला, एकदम यम्मी यम्मी हुन्छ। बिना तेलमा पनि यसरी बनाउन सकिन्छ है त। म हजुरहरूलाई एउटा बनाएर देखाउँछु है त। यसरी लाने, यसरी बनाउने। हजुरहरूलाई कत्रो साइजको मनपर्छ त्यही अनुसार है त यस्तो गर्ने हो। यसरी ढाकिदिने अनि यसलाई चाहिँ एकछिन राख्ने। यसलाई चाहिँ 4-5 मिनट राख्ने अनि त्यसपछि हेर्ने है त साथीहरू। म हजुरहरूलाई अहिले यो भइसकेपछि देखाउँछु है त खोलेर पनि। हेर्नु होला, यम्मी यम्मी। अनि साथीहरू त्यसको साथसाथै नजारा हेर्न सक्नुहुन्छ, हाम्रो नेपालको नजारा हेर्न सक्नुहुन्छ है। यस्तो छ साथीहरू। अब साथीहरू म यसलाई हेर्न चाहन्छु है। यो भइसक्यो रेडी, यस्तो गर्ने हो। यसको चाहिँ कभर भइगएको छ, टुटेको छ, त्यही भएर मैले चाहिँ कपडाको सहायताले यसलाई हेरेको पक्रेको छु है त। हेर्नु होला, यसरी बनेर रेडी भइसकेको छ। यस्तो गर्ने हो। ये बिना तेलको पनि यसरी बन्छ है त साथीहरू। बनाउनुभन्दा अगाडि चाहिँ थोरै तेल लगाउने। अब यसलाई पनि उल्टा पुल्टा पारेर यसरी राखिदिने।